हेलो नमस्ते सबैलाई। हामीहरू चाहिँ आज यो रुकुमको सागभन्दा माथि यो के भन्छ सबैको रुचाएको ठाउँ भाइरल के भन्छ ठुलीदह भन्ने ठाउँ आएका छौँ। हाम्रो केही टोलीहरू अगाडि हिँडिरहेछन्, म चाहिँ पछाडि पछाडि यसो सानो सानो भिडियोहरू क्लिपहरू बनाउँदै आएको छु। हामी लगभग 7-8 किलोमिटर हिँड्दैछौँ। यहाँको बाटोको अवस्था चाहिँ यस्तो छ। यो रुकुमको ठाउँमा हामी डोल्पाबाट केही ग्रुपहरू स्थान भइसकेका छौँ। यो रमाइलो दृश्यहरू हेर्नु होला। माथिको भ्यू कस्तो छ त्यो देखाउनु बाँकी नै छ। किप वाचिङ, लभ यु गाइज। ल हेर्नुहोस्, यो त्यो पारीको डाँडो छ जुन त्यो डाँडो चाहिँ त्यो डाँडोबाट चाहिँ अलि तल गए चाहिँ त्यो पूर्वी रुकुमको सिमाना हुन्छ। त्यहाँबाट पूर्वी रुकुमको सिमाना नै हो भन्दा केही फरक पर्दैन। अझ हेर्दै जानुहोस् यहाँको भ्यूहरू। ल ओके, हाई गरिदेऊ। फुल ठिक छ। हामीहरू चाहिँ उकालो अझै हिँड्दैछौँ। यो उकालो अलिक धेरै रहेछ। टोलीहरू चाहिँ पुरा जोसिला टोलीहरू छन्। वाउ, ब्युटिफुल भ्यू। सो गाइस, हामीहरू यो ठुलीदहको चौरमा पुगिसकेका छौँ। यो देख्न सक्नुहुन्छ यो ठुलीदहको चौर हो। चौर चाहिँ अलिकति यताबाट चाहिँ एन्टी लाइट देखेर चाहिँ ठुलो देखिएन। यो गाईहरू पुरा गोरुहरू रहेछन्। हाम्रो हेन्सम दाइहरू त्यहाँ हुनुहुन्छ। यी पुरा फाँट रहेछ होइन। यसलाई चाहिँ ठुलीदह भन्ने रहेछन् मान्छेहरूले। बर्खामा चाहिँ अलिक दह हुने रहेछ। दह अलिकति पारी छ अरे। अनि ठाउँ ठाउँमा मान्छेहरू पुरा रिल्याक्स पारामा चाहिँ पिकनिक जस्तो खानेकुराहरू खाएर बसिरहेछन्। ऊ मान्छेहरू टन्नै छ यहाँ। यताबाट गाईहरू यस्तो राम्रो भ्यूहरू छ है। यो हाम्रो हेन्सम भाइ। गोरुहरू यस्ता राम्रा हेन्सम गोरुहरू छन्। गोरु चलाउने मान्छे यिनीहरू हुन्। पौडी खेल्ने हो तालमा गएर जाऊँ न त दाइ। हामी चाहिँ तालतर्फ जाँदैछु होइन, हो कि होइन? तिमी त लागे जस्तो देखियो यार। अनि जाँदैछु तिमीलाई देखाउने।